नमस्कार, हम वीरेंद्र मन। ई बर्दिवास के जंगल है। बर्दिवास में एकटा अवधारणा लायल गेलै जे मेडिकल कॉलेज बनायल जाए, मेडिकल एकटा हब बनायल जाए। मुदा एकटा हिसाब से ई एकटा अखन के अवस्था में छै जे ई जगह अधिग्रहण के बाद भेलै, जगह देल गेलै जे एहिमे अहाँ मेडिकल कॉलेज बनाओ। मुदा एहि जगह के संग संगे एहि जगह में प्रदेश सरकार अखन अहाँ के अवरोध ही कहने छै जे अहाँ जते गाछी कटानी कर रहल छी ओकर स्वीकृति नहीं दे रहल छै। वन विभाग कहने छै करीब करीब तथ्यांगत हिसाब से जे गाछ काटऽ के हिसाब से दऽ देने छै स्वीकृति जे अहाँ गाछ ई काटि कऽ विकास करू। मुदा एकटा प्रश्न बेर बेर उठै छै जे आखिर एहि देश में विकास के गतिविधि वन विनाशे कऽ क्या होइ छै, प्राकृतिक संपदा संगे किया खेलवाड़ कऽ मात्रे विकास संभव होइ छै, ई एकटा प्रश्न होइ छै। कियाक तऽ एहिठाम जमीन के कमी नहीं छै, जमीन के कमी नहीं होइ छै। मुदा जखन ई मेडिकल कॉलेज के विकास होते संपूर्ण वृक्ष के काटि देल जते तो हमरा सबके या हम सब ई बुझ के आयल छी और सरकार वाला से हम सब जानकारी अपने सबके देखायब जे अर्थात विकास के इहे मॉडल किया प्रभावकारी होइ छै विनाश कऽ कि विकास के लेल विनाशे ठीक छै, ई सब आई हम सब देखायब। महोत्तरीक बर्दिवास में निर्माण होबऽ लागल बर्दिवास मेडिकल कॉलेजक निर्माण कार्य जमीन अभाव में अखनो धरि शुरू होबऽ नहीं सकल अछि। नेपाल सरकार बर्दिवास में मेडिकल कॉलेज निर्माण करऽ के निर्णय केने 4 वर्ष के बादो एहि के निर्माण कार्य जमीन अधिग्रहण के विषय में निष्कर्ष नहीं लगला से शुरू होबऽ नहीं सकल। 2075 साल अगहन 20 गते मेडिकल कॉलेज के निर्माण कार्य के प्रक्रिया आगा बढ़ाबऽ के लेल बर्दिवास मेडिकल कॉलेज पूर्वाधार निर्माण विकास आयोजना की स्थापना करितो खासे प्रगति अखनो धरि हासिल कर नहीं सकल आयोजना के निर्देशक देवी प्रसाद सुवेदी जानकारी देलनि। वन विनाश कऽ मेडिकल कॉलेज बनाओल नहीं जा सकैत अछि आवाज उठला के बाद में एहि मेडिकल कॉलेज के प्रारंभिक कार्य सेहो शुरू होबऽ नहीं सकल अछि। शुरू में 1 से 1.49 हेक्टेयर में मेडिकल कॉलेज बनाबऽ के योजना रहितो बाद में बेसी गाछ के विनाश हैत कई ओहि के घटा कऽ 54.584 हेक्टेयर जगह में सीमित कयल गेल सुवेदी बतौलनि। ओ प्रस्तावित जगह में रहल 1937 गाछ में से बचाओल जा सकवला गाछ के मेडिकल कॉलेज निर्माण के समय में बचाओल जात आश्वासन सेहो देलनि। ओ अपने सब कम से कम गाछ के क्षति पहुँचे से मनसाय राखि कऽ काज आगा बढ़ौने जानकारी देलनि। जल्दिए ओहिठाम निर्माण कार्य आगा बढ़ाबऽ के आदेश हमरा सबके भेटत आशा सेहो व्यक्त केलनि। बर्दिवास नगर पालिका नगर प्रमुख विदुर कार्की अपने सब काटल गेल गाछ के सट्टा में ओहि के 10 गुना बेसी गाछ रोपऽ के अभियान में लागल दावी सेहो केलनि। जति रुख काटिन्छ त्यसको 10 टाइम्स या 20 टाइम्स बढी चाहिँ रुखहरू हाम्रो नगरपालिकाले रोपेर तपाईहरुलाई जिम्मा आउँछ। मैले गरेकै कमिटमेन्ट यही थियो र मैले प्रदेशमा पनि छलफल गर्दाखेरि यो कुरा भने कि ठीक छ 200-300 बिरुवा तत्काल हाम्रो काटिने हुन्छ होला, तर त्यसको ठाउँमा चाहिँ म एग्रिमेन्ट गर्न तयार छु हामीले कति हजार बिरुवा रोपेर हुर्काइदिनु पर्छ भन्ने कुरा हो मेरो। रोपिदिएर त्यो रोपेको थिए भन्ने कुरा छैन मेरो, त हुर्काइदिने सम्मको बाचा छ, प्रतिबद्धता छ हैन। मैले यो मिटिङमा पनि छलफल राखेको थिएँ। त्यसो गर्दा त्यो अभियान हाम्रो जारी छ। 30,000 बिरुवा त हामीले रोपेर यति बेला चाहिँ एक ढङ्गले चाहिँ ती बिरुवाहरू स्टेबल भइसके र साउनदेखि हामी त्यसको चाहिँ सुरक्षा गर्ने सुरक्षा कर्मीहरू नियुक्त गरेर हामी अगाडिपट्टि बढाउँछौँ। यो वर्ष हामीले चैत वैशाखको खडेरीमा पनि पानीको प्रबन्ध सहित नै हामी ती बिरुवालाई जोगाउँछौँ। त्यसपछि हामीलाई थप कुरा गर्नु पर्दैन। ओ हम सब वन के विनाशक नहीं वन के रक्षक रहल जानकारी दैत ई मेडिकल कॉलेज के स्थापना से एहि क्षेत्र के जनता लाभ उठाओ सेहो बतौलनि। 35 अरब अनुमानित लागत में निर्माण होबऽ लागल 1000 सैया के बर्दिवास मेडिकल कॉलेज के डीपीआर निर्माण भ चुकल आ EIA रिपोर्ट सेहो तैयार भ चुकला से जल्दिए निर्माण प्रक्रिया शुरू हैत बताओल गेल अछि। हमरा सबके बीच में देवी प्रसाद सुवेदी छै। ऐसे पहिने हम सब अपने सबके जे मेडिकल कॉलेज के वा पूर्वाधार के जतऽ से विकास भऽ रहल छै ओहि जगह के देखलहुँ। एहिके बाद
अपने सबके हम सब आई हुनका संगे गप कऽ कऽ अवस्था की छै, की समस्या सब आबि रहल छै, एहि पर विषय भऽ कऽ हुनका संगे हम सब नेपाली में संवाद करब। सर, सबभन्दा पहिला तो यो बर्दिवास मेडिकल कॉलेज को अहिलेसम्मको प्रगतिलाई कसरी हेर्नुहुन्छ या कति भएको छ? यो बर्दिवास मेडिकल कलेजको अहिलेसम्मको प्रगति हेर्दाखेरि यो बर्दिवास मेडिकल कलेज जुन पूर्वाधार निर्माण विकास आयोजना हो, यो आयोजना अफिस सुरु भएको 2076 वैशाख 18मा यहाँ उद्घाटन भएको विधिवत रूपमा हो। त्यसपछि हामीले आफ्नो गतिविधि अडाउन थालेको 76 वैशाख 18 भनेपछि अहिले लगभग 77 वैशाख 18, अब 77-18 वैशाख 18 भनेपछि लगभग झन्नै अब 16, 17, 18 महिना छ होइन। यो बिचमा हामीले धेरै नै कामहरू गरेका छौँ। जस्तो अब हामीले चाहिँ यो मेडिकल कलेजको गुरु योजना निर्माणको काम हामीले सकिसकेर त्यो निर्माणको स्वीकृति नै भइसकेको छ, यो 1 वर्ष अगाडि नै भइसक्यो। त्यसपछि हामीले बर्दिवास मेडिकल कलेजको ठुलो स्ट्रक्चर बन्ने भएको र वनमा बन्ने भएको हुनाले यसको वातावरणीय प्रभाव मूल्याङ्कन EIA गर्नुपर्ने, त्यो EIA पनि हाम्रो सम्पन्न भयोरी वन तथा वातावरण मन्त्रालय यो पनि स्वीकृत भएको अवस्था छ। अनि यसको मास्टर प्लानले एउटा निश्चित यो ठाउँमा बन्ने र यतिसम्म हुनसक्छ भने एउटा त्यसको क्षेत्र निर्धारण गरेको थियो भने त्यसलाई डिटेल रूपमा जानको लागि हामीले विस्तृत परियोजना प्रतिवेदन DPR पनि बनाउने क्रममा छौँ र DPR को पनि अब लगभग यो कन्सेप्ट रिपोर्ट त पहिले 1 महिना अगाडि नै बुझाइसकेको छ। अब ड्राफ्ट रिपोर्टको अन्तिम चरणमा पुगेको छ यो मेडिकल कलेजको। र अब यो कोरोनाले गर्दाखेरि 2-3 महिना उहाँहरूले काम गर्न सक्नु भएन जुन कन्सल्टेन्टले, र त्यसको 1-2 महिना पछाडि 1 महिना 2 महिना यसको हामीले जुन 10 महिनाको अवधि दिएको थियो साउन 20 गतेसम्मलाई, यो भदौसम्म पुग्ने सम्भावना DPR को छ। अब हाम्रो EIA स्वीकृत भए पछाडि यो वनको जग्गा भएको हुनाले वनको जग्गामा चाहिँ सिधै अब संरचना बनाउन पाइँदैन। त्यसको जग्गा पहिला चाहिँ त्यो जग्गा प्राप्तिको कामहरू पहिला पर्छ। वनको जग्गा प्राप्तिको लागि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने छ र यो चाहिँ राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा राष्ट्रिय योजना आयोगबाट निर्णय भयोरी त्यो पनि भइसकेको छ। अनि जग्गा प्राप्तिको लागि हामीले सङ्घीय वन मन्त्रालयमा, वन तथा वातावरण मन्त्रालयमा फाइल अगाडि बढाएको र सङ्घीय वनमा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागलाई फाइल पठाएर त्यस सम्बन्धी केही यो आवश्यक कानुन बमोजिमका विवरणहरू र रायहरू लिनको लागि त्यहाँ फाइल पठायो र 2077 पुसको 29 गते वन तथा भू संरक्षण विभागले डिभिजन वन कार्यालय महोत्तरीलाई पत्राचार फाइल पठाइदियो। त्यो जम्मा 7 वटा बुदामा छ। यसको चाहिँ विवरणहरू पनि ल्याऊ र त्यहाँको वातावरणीय हिसाबले आफ्नो राय पनि पेश गर्नु भनेर दिएको छ। त्यो पनि अलिकति बिचमा डिभिजन वन कार्यालयको आन्तरिक समस्याले गर्दाखेरि 1-2 महिना काम हुन सकेन। त्यस पछाडि पनि केही कतैबाट अब यसमा चाहिँ अहिले अगाडि नबढाउनु भन्ने अनौपचारिक खालका केही कुराहरूले गर्दाखेरि रोकिएको प्रदेश सरकारले पनि हस्तक्षेप गर्यो भनेर, किनभने त्यो प्रदेश सरकारले पनि अब यो जसरी रुखहरू काटिन्छ र वन त हाम्रो अधीनको वस्तु हो भने त्यसमा हस्तक्षेप, त्यो सत्य हो? यस्तो छ, हस्तक्षेप भनेर प्रदेश सरकारले हस्तक्षेप गरेको भन्ने चाहिँ होइन। तर कुरो के छ भने संविधानमै राष्ट्रिय वन चाहिँ व्यवस्थापन पुरै जिम्मेवार प्रदेशको छ। त्यस कारणले प्रदेशले आफ्नो मातहतका वनहरूमा उसले आफ्नो चाहिँ संरक्षण गर्नु, वनको चाहिँ जिम्मा लिनु, वनमा चासो दिनु, वनको चाहिँ उसले व्यवस्थापन गर्ने संविधानकोले नै दिएको हुनाले उसले त्यो यसमा चाहिँ रुचि लेख्नु, त्यसमा के हुँदैछ भनेर चासो व्यक्त गर्ने कुराहरूमा हो। र प्रदेश वनले पनि यहाँ बन्नु हुँदैन भनेर हस्तक्षेप गरेको होइन प्रदेशको सरकारले। खालि के छ भने प्रदेश वनको उद्योग वाणिज्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय जुन छ त्यहाँबाट चाहिँ के भयो भने यत्रो 101 हेक्टर जग्गामा त्यत्रो वनको जग्गा किन त्यत्रो चाहिँ रुखहरू कटेर चाहिँ संरचना बनाउने, कतिसम्म कम गर्दा हुन्छ, कम गरेर चाहिँ ल्याऊ, धेरै जग्गा चाहिँ यस्तो नगर भनेर चाहिँ त्यहाँको चाहिँ कुरो आएको हो। र हामीले यो DPR-मै हाम्रो यो संरचना बन्दैछ भनेर हामीले जुन कन्सेप्ट रिपोर्ट त्यहाँ प्रेजेन्टेसन गरेको थियो
उहाँहरूले 101 हेक्टर हुँदैन, त्यत्रो संरचना बनाउन पाइँदैन, यसमा घटाउ भने पछाडि हामीले फेरि अहिले चाहिँ 49 हेक्टरभित्र त्यो संरचना बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ। र अहिलेको मैले अब औपचारिक रूपमा त्यहाँबाट चाहिँ प्रदेश सरकारबाट यो बन्नु हुँदैन भनेर कुनै खालको कुरोहरू पनि छैन। कति रुख हामी काट्दैछौँ? अब यसो छ, अहिले हामीले 54 हेक्टरभित्र चाहिँ सब डिभिजनले जुन विवरण तयार गरे त्यसमा 1967 रुखहरू पर्दो रहेछ। 1967 मा पनि हामीले 54 हेक्टरभित्र 1967 हो। त्यसमा यो अटाबे खोलाको पश्चिमपट्टि बाक्लो घना जङ्गल रहेछ, त्यहाँ झन् 900 रुख रहेछ। त्यो 5-6 हेक्टरमै 900 रुख रहेछ त्यहाँ चाहिँ। त्यो रुखहरू हामी 49 हेक्टर भनेपछि त्यो हेक्टर त्यो रुखै चल्दैन। जम्मा हामीले बनाउने संरचना भनेको 49 हेक्टरभित्र भयो। त्यहाँभित्र लगभग 1000 रुखहरू, लगभग भनौँ 1000 को हाराहारी रुखहरू छन् र त्यो 1000 को रुखहरूमा पनि सबै विनाश गर्ने होइन। एउटा जसरी तपाईँको के भइरहेछ नि, चुरे संरक्षणको कुरा छ अहिले होइन, तर हामी जति विकास निर्माण गरौँ या विकासको संरचना बनाउँछौँ त्यो चुरे छेउछाउमा गरिरहेछौँ र त्यसले कतै न कतै विनाश निम्ति आउँदैछ। यदि यो मेडिकल कलेज बन्यो एक प्रकारले त त्यसले त अब यो क्षेत्रको भूभागको त प्रगति होला होइन, यो प्रदेश नम्बर 2 कै प्रगति होला एउटा ठाउँमा छ, तर त्यसले वातावरण हिसाबमा तल्लो छेउसम्मकोलाई समस्या पार्छ या पार्दैन? यस्तो छ, त्यसले त्यत्तिकै रुख मात्रै काटेर बनायो भने त पार्न सक्छ। तर हामीले के गर्ने हो भने पहिलो नम्बर त वातावरणीय प्रभाव मूल्याङ्कन गरेको छ। वातावरणीय प्रभाव मूल्याङ्कनले के सुझावहरू दिएको छ भने यति रुखहरू काट्दाखेरि यस्ता यस्ता असर पर्न सक्छन्, त्यो असरलाई यसरी चाहिँ न्यूनीकरण गर्न सकिन्छ भनेर उसले सुझावहरू पनि दिएको छ। त्यो सुझावलाई भोलि संरचना बनाउँदाखेरि त्यो कार्यान्वयन गर्नुपर्छ संरचना बनाउँदा। अर्को कुरो के हुन्छ भने अस्पतालबाट फोहोर निस्किन्छ, फोहोर त अब थुप्रै निस्किन्छ, ठुलो अस्पताल 1000 बेडको अस्पताल हो, धेरै फोहोर निस्किँदाखेरि तल असर गर्छ भन्ने छ। तर फोहोर हामी त्यत्तिकै खोलामा त्यत्तिकै सडकमा फ्याल्दैनौँ। फोहोरको लागि के छ भने ट्रिटमेन्ट प्लान्ट, त्यसमा चाहिँ वेस्ट म्यानेजमेन्ट भन्ने पनि छ। त्यो प्रविधियुक्त अहिलेको अब आधुनिक प्रविधिले युक्त भएको वेस्ट म्यानेजमेन्ट सिस्टम जुन हो त्यो हामी त्यो प्रविधि लगाउने, त्यहाँबाट निक्लेको जति छ त्यसलाई ट्रिटमेन्ट प्लान्टहरूको बेग्लै योजना छ। त्यसले पनि के गर्छ, त्यहाँबाट निस्केका दूषित कुराहरूलाई त्यहीँ प्रशोधन गर्ने कुराहरू हुन्छ। त्यहाँबाट अगाडि बढ्ने कुरा भनेका प्रशोधित चिजहरू अगाडि बढ्ने भएको हुनाले त्यसले गएर बाहिरको असर गर्दैन, सिधै त्यहाँ भएको फोहोर छोडिदियो भने मात्रै त्यसले हो। त त्यसप्रति मेडिकल कलेज संवेदनशील छ, किनभने मेडिकल कलेज बन्नु भनेको यहाँको नागरिकको स्वास्थ्यको लागि हो। तर फोहोर मैला बाटामा फ्याल्नु, फोहोर मैला त्यतिकै लथालिङ्ग पार्दा स्वास्थ्यलाई असर गर्छ। त्यस कारण स्वास्थ्यलाई असर गर्ने काम मेडिकल कलेजले गर्दैन। कति लगानी लाग्छ यो मेडिकल कलेज बन्नको निमित्त? कति खर्च लाग्छ, के छ यो? यस्तो छ, यसको टोटल लागतमा चाहिँ हाम्रो जुन विस्तृत परियोजना प्रतिवेदन डिपिआरको फाइनल जुन रिपोर्ट आउँछ त्यसले चाहिँ पुरै युनिट हिसाबले नै उसले चाहिँ खर्च यति भनेर निकाल्छ। तर अहिले चाहिँ के छ भने त्यो डिटेल रिपोर्टहरू फाइनल नभएको हुनाले र अहिले कन्सेप्ट रिपोर्ट र ड्राफ्ट रिपोर्टको भएको हुनाले अहिले चाहिँ अनुमानित भनौँ लगभग 35 अरबको हाराहारीमा यसको इस्टिमेट गरेको छ। र अहिले स्ट्रक्चरहरू पनि केही, अब हामीले पहिला दुईटा भवन अलग अलग बनाउने भएको थियो, अहिले बहुतल्लेको एउटै बिल्डिङ बनाउने, संरचनाहरू अलिकति कम क्षेत्रमा गर्ने, धेरै फैलाएर नबनाउने भएको हुनाले अझै केही रकम त अब बजेटहरू त घट्छ त्यहाँ। तर के हुन्छ भने यो मानिलिउँ 30 देखि 35 अरबको कुरो छ अहिले टेन्टेटिभ रूपमा, र तर त्यतिमा पनि अब यो समय एकै वर्षमा त बन्ने होइन। त्यस कारणले यसलाई 2-4 वर्ष लाग्छ, 4-5 वर्षै लाग्छ पुरै संरचना बनाउँदा। त्यसले गर्दाखेरि यसको लागत पनि बढ्न सक्छ त्यतिखेर। अहिलेको हिसाबले त 33 देखि 35 अरबको। अनि मैले जसरी यहाँहरूले हेराउनु भयो, हामी गयौँ त्यो वन क्षेत्रको भूभागको गयौँ, तर त्यही हो, यदि अहिलेको अवस्था या अहिलेको लथालिङ्ग अवस्था नै रह्यो भने त सम्भवतः लाग्दैन मेडिकल कलेज बन्न। यस्तो हुन्छ, यसमा चाहिँ अब मेन कुरो भनेको त मेडिकल कलेजको आवश्यकता छ यहाँ भनेर यहाँका सबै बुद्धिजीवी, सबै राजनीतिक दल, सबै नागरिक समाज सबैलाई त्यसको एउटा महसुस छ। खालि के होस् भने
बाह्यले धेरै विनाश गरेर अर्को नोक्सानी ल्याउने हो कि भन्ने कुराले अलि असमझदारी केही देखिएको थियो। त्यो पनि अहिलेको पटकको निरन्तरको राजनीतिक लेभलको पनि माथिल्लो तहको राजनीतिक लेभल, यहाँको प्रदेश स्तरको राजनीतिक, यहाँको सरकारसँगको निरन्तरको संवाद पछाडि अनि कर्मचारी तन्त्र पनि माथिदेखिको तलसम्मको एउटा समन्वयको कारणले अहिले महसुस के भएको छ भने मेडिकल कलेज आवश्यक पनि छ र दिनुपर्ने पनि छ र यसलाई कम क्षतिमा बनाऊँ भन्ने खालको एक खालको चाहिँ समझदारी कहिलेदेखि सुरु हुन्छ? अब भन्नु न, एउटा टेक्निकल तपाईँले समस्या बताउनु भयो कि अहिलेसम्म जसरी फाइल बढ्नु पर्ने हो त्यो फाइल अल्झिएको छ, रोकिएको छ, अब त्यो हिसाबमा अगाडि बढ्दैन। कहिलेसम्म यो सुरु हुन्छ? किनभने जनता त त्यो पनि चाहन्छन् कि छिटो भइदियोस्। यो चाहिँ यसैले हामीले यो असारको उसमा पनि असारको आजै भोलि पनि हाम्रो यहाँ चाहिँ अब जुन यो जिम्मेवार फाइलसँग सम्बन्धित कर्मचारी साथी प्रमुखहरूसँग, कार्यालय प्रमुखहरूसँग पनि यो संवाद भएर उहाँहरू पोजिटिभमा आइसक्नु भएको छ। उहाँहरूले आजभोलि नै फाइललाई अगाडि फरवर्ड बढाइदिने भन्नुभएको छ होइन। अब प्रदेशमा पनि यो खालको कुरो भएको हुनाले मेरो विचारमा यो अब केही कुराहरू भइसकेपछि 2-4 दिन यता फाइल नरोकेला मेरो अहिलेसम्मको आजको प्रगति, अहिलेसम्मको प्रगति हेर्दा र यहाँबाट फाइल अगाडि बढेर सङ्घमा जाने बित्तिकै सङ्घीय मन्त्री, सङ्घीय सचिवहरू सबै पोजिटिभ हुनुहुन्छ, त्यहाँ रोकिँदैन। र क्याबिनेटमा पनि के हुन्छ भने यो अहिलेकै हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू, अहिलेकै अर्थमन्त्रीज्यूहरूबाट उहाँहरूकै पहिलाको 73-72 को कार्यक्रममा यो आएको हुनाले उहाँहरू यसमा पूर्ण रूपमा सकारात्मक हुनुहुन्छ। त्यसले गर्दाखेरि माथिबाट केन्द्रीय जुन क्याबिनेटबाट डिसिजन हुन पनि यसमा समस्या छैन। र यो जग्गा प्राप्तिको हुने बित्तिकै हामीहरू आगामी अर्थवर्षको सुरुमै हामीलाई केही बजेटहरू अहिले पनि छुट्याएको छ र अघिल्लो यो हाम्रो चाहिँ विश्वविद्यालय अनुदान आयोगमा बजेट गएको र यो फ्रिज रकम नभएको हुनाले हामीसँग गत साल विगतका पनि बजेटहरू छन्। त्यसले गर्दाखेरि हामी यो भयो भनेर डिपिआर पनि अब फाइनलमा अब अन्तिममा पुगिसकेको छ। त्यसले गर्दाखेरि हामी यो वर्षको आगामी आर्थिक वर्षको लगभग पहिलो चौमासिकभित्रै हाम्रो कामलाई अगाडि बढाउने गरी हामी यदि यो मेडिकल कलेज बढ्छ नि, बनिहाल्यो भने यहाँ पढाइ के हुन्छ? यहाँ चाहिँ यसो छ, यसमा चाहिँ अब यो अस्पताल चलेको 3 वर्षसम्म क्लास रन हुँदैन होइन। अस्पताल चलेको 3 वर्षमा क्लास रन हुन्छ। त्यसपछि यहाँ भनेको चाहिँ विशेष गरेर एमबिबिएस हो होइन। अब एमबिबिएस हुन्छ, पछि एमडीका कुराहरू हुन्छन्, विभिन्न त्यसका एमडीभित्रका विभिन्न स्पेसलिस्टका कुराहरू होइन, त्यो कुराहरू हुन्छ। अब यो बिएन नर्स, बिएससी नर्सिङका कुराहरू त्यो लेभलको पनि हुन्छ। अब यो एचए र स्टाफ नर्सहरू चाहिँ सिटिभिटीबाट सञ्चालन भएर यहाँ सञ्चालन नहोला र बिएन नर्स र बिएससी नर्सहरूका कुराहरू हुनसक्छ र एमबिबिएस एमडीका कुराहरू एमबिबिएस हुन्छ, त्यसपछि क्रमशः एमडीका कुराहरू पनि जान्छन्। यसरी अगाडि बढ्छ। धन्यवाद। हस्, धन्यवाद।